हेलो दर्शन नमस्ते म तपाईँहरूको आफ्नो प्यारो पान्डा वेलकम छ सबैजनालाई। आज म तपाईँहरूलाई नौलो ठाउँ भनौँ न, मेरो लागि चाहिँ नौलो हो। लाइक म चाहिँ आज लमजुङ बेसी साह्रो छु। अहिले म अनि ज्वाइँ भाइ चाहिँ पछाडिको दुईजना हामी चाहिँ माथि लमजुङ दरबार जानलाई थाकिरहेको छु। सो गाइस सबैजनालाई स्वागत छ। धेरै दिनपछि धेरै महिनापछि चाहिँ अब भ्लग ल्याउँदैछु। सबैजनाले माया गरिदिनु हुन्छ भन्ने आशा गर्दछु। त्यही हो, बेसरको चाप यस्तै छ। आज लमजुङ बेसी सहरमा अब माइसँग लिएर हिँडिरहेको छु। ठ्याक्कै माइक आएर डिस्टर्ब गरिदिएँ हो। हामी चाहिँ अब लमजुङ दरबार जाँदैछु है। यो चाहिँ अहिले हामी चाहिँ बेसरदेखि हिँड्न सुरु गऱ्यौँ। यो चाहिँ अब बेसर बजार हो मेन, यहाँको लमजुङको चाहिँ सदरमुकाम। अन्त धेरैजना भ्युर्सहरू मेरो आफ्नै मान्छेहरू छ बेसरदेखि नै। सो तै पनि है तल्ल आज चाहिँ चट्ट मिठो लमजुङ दरबारको यात्रा गर्दैछौँ। खोइ दुईजनाले अब आधी घन्टामा पुग्छ भन्दैछ कि कतिखेर पुग्छ म थाहा छैन एक्ज्याक्टली टाइम चाहिँ। म धेरै भयो नगएको चाहिँ लमजुङ दरबार। आजभन्दा 4-5 वर्ष अगाडि, आज 4-5 वर्षभन्दा नि धेरै अगाडि गएको होला, त्यसपछि गएको छैन। सो आज चाहिँ आफ्टर लङ टाइम भिडियो अनि लमजुङ दरबार यस्तै छ। बेसरको चाप है, रोड साँगुरो छ अनि यस्तै हो क्या। एउटा गाडी आइदिएपछि ओभरटेक हान्ने ठाउँ पनि मिल्दैन। अगाडि अनि सालो भेट्न बस्दैछ मेरो त ज्वाइँ हो। अहिले हामी चाहिँ लिन्छेन थानतिर आइपुग्यौँ। आज मौसम पनि चिसो छ, घाम लाग्यो भने जस यतातिर चाहिँ जाडो छ भनौँ न। यहाँको चलपल है त, बेसरको चलपल सालो भेटेर चलपल दिँदै हिँडिरहेको छ अगाडि गाडीले चाहिँ ल्याङ हालेको कस्तो अगाडि गर्नै पाएन। रोड साँगुरो छ। सो त्यो कारणले गर्दा ल सबैजनाले माया गरिदिउँ है त, माया गरिदिउँ मिस्टर गुरुङ पाण्डालाई है त। ल सबैजना नबिर्सिम। मैले भ्लग ल्याउनु बिर्सेँ पनि तपाईँहरूले मलाई चाहिँ माया गर्न नबिर्सिम। सो हाम्रो 3जनाको यात्रा छ आज पुरानको। लाइक पुरानको केही त्यस्तै भन्छ होला, मलाई एक्ज्याक्टली थाहा होइन। बिर्स्यो गाउँ सहर भनेर चाहिँ चिनिन्छ होइन। भए पनि ल भिडियोमा अलिक नोइज आइरह होला, साउन्ड क्लियर नआउनु सक्छ। हामी चाहिँ अहिले अनि यो सेयर के भन्छौँ, यो चाहिँ अनि काठमाडौँ लमजुङ लाइक काठमाडौँ पोखरा चितवन यताउताको चाहिँ माइको काउन्टर यहाँनिर हो क्या। यहाँदेखि चाहिँ छुट्टिन्छ गाडीहरू, सबै माइकोहरू चाहिँ चितवन या कहीँ जानु पऱ्यो पनि यो अगाडि गाडी ठुलो गाडी हिँडेर ल्याङ भन्छ क्या बेसर पोखरा अरे। अनि यसो म चाहिँ अब पोखरा चाहिँ भोलि फर्किन्छु बिहान भने दिउँसोतिर फर्किन्छ होला। अनि त्यही हो रमाइलो आज चाहिँ धेरै दिनपछि। ल अब चाहिँ म भ्लगहरू कन्टिन्यू ल्याउँछु, तपाईँहरूले नबिर्सिनु होला गुरुङ पाण्डालाई। अब त धेरै छैन, पेट्रोल हाल्नुपर्छ होला अलिकति। हिजो पोखरामा हालेर आएको, पेट्रोल हालेकै छैन त्यसपछि त। अनि त्यही हो, पेट्रोल हाल्छु। रानी कुवामा गएर तल रानी कुवा हुन्छ त्यहाँनिर गएर चाहिँ पेट्रोल हाल्छु। त्यसको थोरै गएपछि हामी छुट्टिन्छ। अहिले चाहिँ हामी सेयर आइपुग्यौँ। सो ल सबैजना हेर्दै गर्नु है, स्किप नगरिकन हेर्दै बस्छौँ है, हेर्दै बस्छौँ। हामी अहिले हाम्रो हिँड्दैछौँ तर मौसम घाम गइसकेको छ यार, मौसम चिसो। सेयर आइपुग्यौँ। ठुलो गाडी अगाडि भएपछि यस्तो झा हुन्छ कि यस्तो हुन्छ क्या हालत, के गर्छ यार। ल लाग्यौँ सेरोबाट हामी चाहिँ। सो त्यही हो, धेरै भयो थियो भ्लग नबनाएको। अहिले अब लाइक बिचमा के भयो त्यस्तै भनौँ न भ्लग नल्याएर चाहिँ। सो अहिले हामी चाहिँ हो, म आज तपाईँहरूलाई चाहिँ लमजुङ दरबार लाँदैछु है त। तपाईँहरू सँगै नभए पनि भिडियोको साथमा लमजुङ दरबार लाँदैछु तपाईँहरूलाई है। ल अब यो गेट हो, यहाँबाट छिरिन्छ हामी चाहिँ। सो अब पेट्रोल हालेँ, पेट्रोल हाल्दा चाहिँ मैले भिडियो गरेँ होइन। अनि यहाँतिर चल्ने हुन्छ कि टेम्पो बेसी चल्छ। यो बाटो हो रे, पहिला चाहिँ म जाँदा त्यस्तो राम्रो थिएन बाटो होइन। तपाईँहरू कतिलाई त थाहा होला, गइरहनु भएको नि होला, जानुभएको नि होला होइन। सो म चाहिँ अब धेरै पछिको जाँदैछु भनौँ न। सो बाटो कस्तो छ कन्डिसन भन्ने थाहा छैन। अब हेर्दै जाऊँ तपाईँहरू मेरो भिडियो साथसँग। दामी घाम लाग्यो अहिले चाहिँ, कस्तो जाडो होला जस्तो भयो थियो। अनि माइच्याङलाई चाहिँ मैले फुल गरिदिउँ। यो बाटो चाहिँ अब कहाँसम्म कस्तो छ मलाई थाहा छैन है। ल थाहा हुनेहरूले गइरहनेहरूले चाहिँ कमेन्ट गर्नु होला। त्यही हो गाइज, माया देखाइदिउँ सबैजनाले। सालो भेना चिलमा हिँडिरहेछ, सालो भेना चिलमा चाहिँ एक्लै बोल्दै हिँडिरहेको छु भ्लगमा। सो म फेरि एक्लै होइन नि त, तपाईँहरूसँग हो नि त होइन। म बोलेको तपाईँहरूले हेर्नुहुन्छ, माया गरिदिनुहुन्छ भनेर पो म बोलेको छु त। कस्तो दामी मौसम पनि, वेदर पनि क्या राम्रो भएछ।
अब अहिले त हिउँदको समय हो, मौसम त क्लियर हुने भयो। बाटोको हालत चाहिँ यस्तै रहेछ। ओ यहाँबाट त के अफ रोड पो छ त, पिच होला भनेको त यस्तो सालो बिहान चिनो भनेको किन होला यो बाटोहरू बनाउँदाखेरि जहाँ पनि के यो खोलातिर चाहिँ यस्तरी लाइक खोलाको एरियातिर चाहिँ पुरा पिच गर्नु हुन्छ। पुल बनाउन लागि पनि स्पेस छोडेको होला होइन, त्यो पछि जसरी भत्काउनै पर्छ। केरा होइन क्या दामी फलेको यार, केरा 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 अनि हामी चाहिँ फ्रन्ट रोड के अरे लाग्दैछौँ विद्यालयहरूले। अनि बाटो कन्डिसन त यस्तै छ, मुखमै छिराइदिउँ क्या यस्तो हो। यो बाटोमा यस्तो गर्नुहुन्न क्या, बाइकहरू त स्कुटरहरू त चिप्लिन्छ नि यार, सब यस्तो बिसाइराख्यो। हाम्रो नेपालीहरू के भने यस्तै हाल्ने होइन कि, चिप्लिन्छ नि कहाँने लड्छ। अब लडिहाल्ने चाहिँ कसलाई माग्ने हो क्षतिपूर्ति, गाह्रो हुन्न भनेको। अब मलाई अड्काउला जस्तो छ क्या यार, यहाँ चेक अगाडिको ट्र्याक्टरले मलाई अड्काउला जस्तो छ। अब चलो म पहिला ओभरटेक हान्छु, माथि त्यही आज के हो अगाडि त मुनिहरू भने त सुटिएर रहेछ। रमाइलो भएर यात्रा चाहिँ केरा गाडी, सब केरा गाडी रहेछ, केरा गाडी रहेछ क्या। यस्तो दामी रहेछ है बेस सहर। अलि देखेन उहाँ हिमाल, माथि चाहिँ के भन्छ हिमाल कस्तो राम्रो देखेछ यार। पहिला आउँदा त यो बाटोहरू सब अफ रोड थियो, ढुङ्गा बाटो त्यस्तो टाइपको थियो। अहिले त हेर्नु यस्तो दामी पिच भएको रहेछ यार। म धेरै भयो नआएको त्यही भएर है, तर क्या चिसो के हे आम्मा चिसो क्या चिल्ली हानेछ के, त्यो जङ्गल एरिया भएर होला है। हामी चाहिँ दुईजना ज्वाइँ जेठान चाहिँ यार रेस चलेको थिएँ, तर उनीहरूको बाइक हो। अनि म चाहिँ भिडियो नै गर्छु भने अलिकति ब्याक भाइ अहिले चाहिँ वा काम न्यानो भयो मल्ल। ए दुईजना रेस चलेको मसँग, तर भ्यू यस्तो बल के, भ्यू यस्तो बल यार। पाहाडी गाउँहरू भयो होइन, वेदर पनि क्या दामी। तर मिली चोक रे यो चाहिँ होइन। अब जुम गरेर देखाऊँ भने तपाईँहरूलाई फेरि यस्तो क्या, जुम गरेर देखाऊँ भने अब एक हातले यस्तरी चलाइरहेछ, अनि दुईवटा हात युज गर्नु मिलेन, त्यही भएर यस्तो। तर चिसो चाहिँ खतरा चिसो लाग्यो यार मलाई चाहिँ यहाँतिर पाहाडीहरू होइन। आम्मामा यस्तो दामी यार, सट मनै लोभ्याउने यार। आम्मामा पिच त क्या अहिले त उहाँ माथिसम्मै होला यार, गाउँ के अरे लमजुङ दरबारसँगै पिच चाहिँ मजाको पिच रहेछ हेर न। ए चिसो आमकुले चिसो चाहिँ अब यस्तो के आए पनि अब यता आउने नजोड्ने। सो आज चाहिँ नि यही मौकामा चाहिँ अब चलिदिउँ हेरिदिउँ भनेर चाहिँ आइदिउँ। खास म कामले आएको थिएँ लमजुङ चाहिँ होइन, तर आज चाहिँ अलिकति घुमिदिउँ भनेर चाहिँ हिँडिदिएको। पहिला त यो बाटोहरू सब अफ रोड थियो है, अहिले त यस्तो दामी पिच छ। अनि यही दुईजना आयो, दुईजना बत्तेर आयो। यस्तो तर चिसो चाहिँ क्या चिसो छ क्या जङ्गल एरियामा चाहिँ। बच्च सुन्दरी ठन्डी महिना जाडो छ भन्यो। यो चाहिँ भर्खर नयाँ पिच रहेछ, ए नयाँ पिच होइन होइन रहेछ यार, तर नयाँ त नयाँ रहेछ पिचहरू। मजा आइरहेछ यार राइड गर्न चाहिँ जङ्गलको बिचमा, चिसो है क्या मजा आनन्द। लगभग आइपुग्न लाग्यो होला, लाग्यो त्यस्तै लाग्यो मलाई बाटोको कन्डिसन हेर्दा चाहिँ। तर घुमाएर चाहिँ घुमाएर रहेछ क्या तल माथि है, प्रेसर भयो तल तपाईँहरू चाहिँ प्रेसर चाहिँ अहिले बेसी सार्छ त्यही माथि गएर म त देखाउँछु है। भयो नि यस्तो दामी हेर नेपाल है कति रहेछ, तर के हेर्दा यस्तै छ हालत चल्ला। तर प्रायः जस्तो गाउँ पनि सुनसान छैन। यहाँ पनि चोक रहेछ क्या, अब घुम्तीमै चोक घुम्ती देख्नु भयो होला, देखेन भने नै जुम गरेर हेर्नु।
यस्तो दामी वहाँ लमजुङ वहाँ हिमालय टक्क सर है हिमाल क्या उयो हिमाल देखाउने चक्करमा आफू चाहिँ फेरि कोदोबारी पुग्ला हेर त्यही तनाव लोमा एकचोटि लोमा सर आयो 1 2 3 हिमाल वा पिच होला भनेर खुसी भइरहेको त के हो अनि यहाँ त एकैछिन है यी अब हालत यस्तो गन्द्रङ यस्तो है भएन जान्छ कति आमाले यतातिर गइदिएर यार छ्या म माथि गएर गर्छु ब्लग गाइस फाइनली आइपुग्यो हामी चाहिँ अब यहाँबाट हिँडेर जानुपर्ने रहेछ है यहाँ पार गऱ्यौँ मुनि चाहिँ बाटो त हामीलाई भ्लग गरेर चढ्न लाग्यो पक्रिनुमा क्यामेरा पुग्छ एकचोटि गाइस ठिक भयो होला त्यहाँ त कस्तो बाटो के पुरै गिट्टी टाइपको ढुङ्गा रहेछ अनि झन्नै लडेन हौ एकचोटि त भिडियो गर्दै गर्दा सो अब चाहिँ हामी लमजुङ दरबार छिर्छौँ लमजुङ दरबारको उही खाल्डोमा छिर्यो लमजुङ दरबार सिपाही उ त्यो अगाडिको लमजुङ प्रवेशद्वार सो हामी चाहिँ अब लाग्यौँ यहाँबाट चाहिँ दरबार नि है माथि अरे यहाँ चाहिँ पुरै सिँढी रहेछ यस्तरी यो सिँढी टक्क लाएर टक यस्तरी हिँड्नु पऱ्यो धेरै जङ्गेर जानुहुन्न अहिले स्याहाँ हुन्छ अनि त्यसै जान्छ सो जय हजुर कस्तो भइरहेछ दुईजना हात यता यता त चाकचुमुक गरेको थियो डरले चाक त यस्तो गरेको थियो डरले अहिले भिडियो धेरै लामो भयो होला त्यहीँ गएर माथि जान्छ उकालो चढ्दाखेरि बोल्दा नसक्दो रहेछ बुढिसकाल लाग्यो गाइस अलि बिस्तारै गेट के रहेछ लमजुङ दरबार छिरे लमजुङ दरबार अब हामी तिनजना यहाँभित्र सिरियम अब घुम्छु हेलो दरबार चाहिँ यस्तो दामी के सुनसान रहेछ कोही नरहेछ यहाँबाट कहाँ जाने त फेरि बाटो रहेछ दरबार यही हो हामी प्रवेश गऱ्यौँ दरबारभित्र अब के हो दरबारभित्र त सानाको घोडा राख्नुपर्ने बाइक पो राखेको छ त यो को पृथ्वीनारायण शाह हो ए गाउँ सहरको अस्थायी प्रहरी बिट रहेछ यो चाहिँ अनि फुलहरू चाहिँ कस्तो दामी फुलिरहेछ अरे यस्तो दामी कुली मेन दरबार चाहिँ यो होइन मेन दरबार यो हो पहिला आउँदा नि यस्तै थियो अरू चाहिँ खासै उस थिएन चेन्ज थिएन कताबाट यताबाट जाने यति होला मेन दरबार चाहिँ यतै हो फुलहरू यस्तो दामी फुलेछ कि वाउ यस्तो राम्रो फुलहरू फुलेछ ए सो दरबार चाहिँ यही हो त्यो स्तूप बनाएको चाहिँ कता हो त माथि अझै माथि हो त्यता नजाउँ होला हिँडेर होला बाटो भयो बाटोको हालत देखेर जानु मन लागेन पिच होला भने खुसी भइरहेको त दरबार पुरानो इँटाहरू यस्तो दामी हुन्छ कि पुरा इँटाहरू खौ यो क्रेम चुर्तो बरेङ छ त खौ यो क्रेम गाउँतिर भरेङ अन्त यस्तो दामी सोही भाषाहरू गालाङ गुलुङ फुयाहरू त गुरुङ भाषा पनि दिनु पऱ्यो नि त बेला पुरानो उसाहरू यस्तो यो यति हो खासै के होइन टाइम पास घुम्ने हेर्ने लमजुङ दरबार त देखिहाल्नु भयो यही हो पछाडिको राजा त यहाँ छ रानी नभएको रानी नभएको भित्र पुरा यस्तै हो ए साँच्चै मैले के खाइरहेको भन्छ आमालाई खाइरहेको छु क्या यिनीहरू मुखमा कता गयो गेडा कहाँ गयो आमालाई गयो यहाँ यो खाइरहेको छु मैले अघिदेखि नै अनि बेसार त यहाँबाट खोइ राम्रोसँग देखेँ ल
देखिन्न वाउ तर यस्तो पारी यो पारी खेतहरू कस्तो दामी देखेको यस साइडकोहरू क्या यस्तो रे है पुरै धान खेतहरू रहेछ गाउँ त्यो 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 कहाँ जाने गाउँ रहेछ बाटो रहेछ आई डोन्ट नो बेसर यहाँ तल रुखले छ के छ बेसर चाहिँ जाउँ बेसर चाहिँ तल छ अनि म तल झर्छ नि बेसर देखाउँछु तपाईँलाई बेसी चाह उहाँको रोटी पिङ यहाँ खतरा रहेछ है रोटी पिङ हेर्नु न आम्मा क्या डेन्जर यार हाइट कतिजना चढ्ने हो यसमा चाहिँ रोटी पिङ चाहिँ बब्बल रहेछ यसमा चाहिँ ल तपाईँहरूलाई बेसी साह्रो वा हो तल यहाँ बेसी साह्रो ब्राइटनेस कम ज्यादा ऊ त्यो तल चाहिँ के हुँदा फेरि मान्छे जाउँ भइरहेको तास्लेम है बेसारै हो ए माथि डाँडा हो ठक्क कुदाउँछ क्या बेसार चाहिँ अनि यहाँ म चाहिँ यहाँ छु अनि अर्को यहाँ छ अर्को ऊ त्यहाँ छ दुईजना उस्तो उस्तै रहेछ रोटी पिङ क्या दामी रहेछ यार यस्तो डेन्जर अब यति यो भ्लग धेरै लामो भयो होला तपाईँलाई झ्याउ लाग्यो होला हेर्नलाई सो आजको लागि यति नै भन्दै यता तल दलाल हो यो दलाल के अरे दलाल नै भन्छ हजुर यति हो सिन अरू त आरे भन्दै आजको भिडियो यति नै धेरै सबैजनालाई अहिलेसम्म हेरेर बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद।